नमस्कार। आज 2081 चैत्र 6 गते बुधबार, तारिकमा 19 मार्च 2025 वेडनेसडे हो। आजको नेप्सेको विवरण पढ्नु अगाडि मेरो युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु होला र लाइक बटन पनि थिचिदिनु होला र केही कमेन्ट पनि लेखिदिनु हुन विनम्र अनुरोध गर्दछु। आजको नेप्सेमा प्रि ओपनमा 2.32 बिन्दुले बढेर 2669.26 मा आएको थियो भने 11 बजेपछि नेप्से ग्रीन क्यान्डल बन्दै तपाईँ यहाँ देख्न सक्नुहुन्छ। ग्रीन क्यान्डल 2702 सम्म गएको देख्न सक्नुहुन्छ। त्यसपछि चाहिँ तपाईँको सरस्वती तल आएर तपाईँको 2695 सम्म घटेपछि फेरि पाएर आएको देख्नुहुन्छ। सरस्वती माथि गएर तपाईँको यो 3-4 दिनदेखि तपाईँको यो कन्डिसन यस्तै हुन गएको छ। फर्स्ट आवरमा त 2706 सम्म गएको छ। यो चाहिँ 11:52 फर्स्ट आवरमा चाहिँ माथि जाने र त्यसपछि म्यासिभ सेल आएको देख्नुहुन्छ। हल्का माथि बढेर तपाईँको 2700 पनि गयो भने 2679 सम्म मात्र हल्का ग्रिन भयो। त्यसपछि म्यासिभ सेल आएको छ। आज पनि सेलिङ नै प्रेसर आएको छ। आज बढी नै घटेको 2676 सम्म घटेर हल्का अप भएर तपाईँ 2682.15 मा क्लोज भएको छ। आज तपाईँको 14.78 अङ्कले घटेको छ भने भोल्युम हिजोभन्दा हल्का अप आएको छ। 5 अर्ब 14 करोड आएको छ। हिजो 4 अर्ब जान्छुन आएको थियो र समग्रमा हेर्ने भने आज पनि मार्केट डाउनै भएको छ। अब तपाईँको यो 1 मिनटको क्यान्डल देखाउँदै थिएँ। अब तपाईँको 1 डेको क्यान्डल देखाउँदैछु। 1 डेको क्यान्डलमा कस्तो देखाएको छ त निरन्तर घटेको नै देखाएको छ। एक दिन मात्र ग्रिन क्यान्डल बनेको छ। 1 2 3 4 5 6 7 8 9 10 11 12 12औं दिनमा एक दिन चाहिँ तपाईँ ग्रिन क्यान्डल बनेको छ भने 11औं दिन 12औं दिन पनि आज घटेको छ र आज पनि घटेको क्यान्डल नै बनेको छ र आज निकै तल आइसकेको छ। यो घट्ने क्रम पुरा रेड क्यान्डलै बनेर तपाईँ सरस्वती तल आएको देख्नुहुन्छ। दिनानुदिन तपाईँको अब भोलि साताको अन्तिम कारोबार दिन हो बिहिबार। अब भोलि के हुनेछ अब भोलिको विवरण हेरौँ। अब भोलि तपाईँको 2700 भन्दा माथि गएर क्लोज हुने आशा छ। अब भोलिको विवरण पेश गर्नेछु। धन्यवाद।